यहाँलाई पल्दिएर हाम्रो छिमेकी जिल्ला डडेलधुरा त्यहाँ घन्टी बज्यो तैका पल्दिरहेन बैतडी त्यहाँ पनि घन्टी बज्यो तैले तल्दिरहेन कैलाली कञ्चनपुर त झन् चारैतिर घन्टी बज्यो टिनिनिनिनिहरुबाट तर यहीतिर के भयो खोइरीमती लागि डोटी सोय मल्दिरम्बो बाजुरा उसोय उका मल्दिरम्बो अछाम उसोय यहीतिर दार्चुला उसोय बझाङ उसोय के भएर चलो डोटीका मान्छेलाई औतिर त जे हुन्छ रे जहाँ जसो भन्छ म आफ्नै जिल्लाको बारेमा कुरा गर्दैछु ए हाम्रा डोटी के भएर छ भने यहाँ काइन आमा बुवा दाजुभाइ दिदी बहिनी म भन्ने हुने कसरी चढा मैला त और बेला भन्ने या इन चन्नालै म छुतिया हुँ आफ्नी जिउलाई जन्ना चन्नालै म कामै नद्या कसै नद्या यहाँबाट राजधानी साध्य तले तिनीहरु जिउका ठौरा कैलाली लैजाने इसो हत्या उसो हत्या यहाँका भयभरका सबै सरकारी भवन सब लैग्यो केही बाँकी राखे भन्बाट गाल दिने अनि चुनाव बेला भने मासु भात मी बिग्दिया 2000 मी बिग्दिया पेट्रोल मी बिग्दिया त्यो त नुमाइ बढी हो अगलाई दिन भोटाल ल्यादिन मी त झन् एक बिस्कुटका पहिलो जान्न थिए यहाँका भने 20 रे चाउचाउका पहिलो जान्न थिए एक मताल ल्याउन भोटाल ल्याउन अनि एक चाउचाउहरू बिस्कुट लेबाट आउने हुन् दोकानबाट तिनीहरा नाउमी तिन चन्नालय मका नाउमी अनि ईशा मान्छे भएका ठौरा कहाँबाट विकास होलो ल के होलो तुम आफै थाहा पाउन थै त्यो एक बिस्कुट आ पहिलो नै गएबाट क्वाटरबाट नुङ्गालाई भोटा ल्या भइत्या के जान्थ्यो ल यो डुटीमीका भूकम्पै जान्थ्यो कि यहाँका भयभरका मान्छे म मर जान्थ्यो कि के हुन्थ्यो ल किन एमाले कांग्रेस माओवादी मलाई दार्सम्म जिताएको थियो त हामीले नै जिताएको थियो अब तिन चुनावलाई भोलि अब आफ्ना पदसँग राजधानी साट्या हो अझै तिनै राजधानी साट्या हुनेलाई जिताउन तिमीलाई मत हाल्ला के भन्ने ल अब तुमरी गाउँ सुधर जा हो सुधर जा अब नेपाली इस्यु भयो हुन त झिक्कै मान्छेले परिवर्तन गर्न सोचीबाट मत हाल्या थियो उनलाई त धन्यवाद छ रे अब जय जयले नै हाल्या अर्का पाली विचार अरे हजुर अब तुमले जिताएका मान्छेले कतिको काम अरन्छन् अब काम अर्यो भने त ठिकै छ नैर्यो भने त अब क्या दो बुझिहाले हजुर अब 5 वर्ष इस्यु हो कुन बडाममा हातलाइबाट बस्तु हो कि तालीपिट्टु हो भन्ने कुरो अब भोलो थाहा होइजालो अहिले भने इस्यु अब के भन्नु भन्ना शेरबहादुर देउबा हाम्रा पुसाइ बड्डाका डडेलधुरा मेरी जिउका गाउँ ततुनु कांग्रेसको गण भएको ठाउँ किल्ला भएको ठाउँ घन्टी बज्यो ल कुन होला यो भन्नु पर्दैन ल डडेलधुरा जनता हो तुमलाई बहुत बहुत सलाम छ ल मलाई त्यही भएर त डडेलधुरा मान्छे बहुत मन पराउँछन् अब त्यतिर ससुराल बोलाउनु पर्यो के हो भन्ना